सम्पूर्णलाई नमस्ते। जेनजी आन्दोलन अन्तर्गत 24 गते विभिन्न सरकारी संरचनामा ठुलो क्षति भयो। त्यो मध्येको मैले यहाँनिर एउटा रहस्यमय घटना भनौँ अथवा एउटा ठुलो लुटपाटको बारेमा जानकारी गराउन गइरहेको छु। संसद भवन जल्दै गर्दा संसद भवनभित्र एउटा ठुलो लुटपाट भएको रहेछ। के लुटपाट भएको रहेछ भन्दा संसद भवनभित्र राष्ट्रिय ब्याङ्कको एउटा तपाईँको चाहिँ शाखा रहेको रहेछ। उक्त शाखाबाट कति लुटपाट भएको रहेछ, के भएको रहेछ भन्ने कुरा यो भिडियोमा हेरौँ। एउटा केस एक ठाउँमा चाहिँ अलिक सिरियस लुटपाट भएको छ, जुन अहिले हामीले हेर्दै पनि छौँ। त्यो चाहिँ संसद भवनभित्र भएको त्यो राष्ट्रिय वाणिज्य ब्याङ्कको अफिस। यहाँ चाहिँ 5 करोड रुपियाँको क्यास र 18 किलो जति सुन चाहिँ लुटिएको छ। ओके, अब त्यो ठ्याक्कै के भइरहेको छ हामीहरूले त्यहाँनिर चाहिँ इन्भेस्टिगेट गर्दैछौँ। अब त्यो सिसिटिभीहरू होला, लुटेर लैजाने पनि कहाँ जाला, तर त्यो दुइटा गरेर तपाईँको काइन्ड अफ 32-37-38 करोड जतिको चाहिँ त्यहाँनिर लुटपाट भयो होइन।